स्वागत छ आजको यस भिडियोमा तपाईहरुलाई। आजदेखि चाहिँ हामीहरु क्लास 12 को कम्प्युटर साइन्सको प्लेलिस्ट बनाउन गइरहेको छौं। तपाईहरुले यो प्लेलिस्टमा के भट्टाउन सक्नुहुन्छ भने यो अगाडि जानुभन्दा मैले तपाईहरुलाई थोरै रोड म्याप बनाएको छु यो प्लेलिस्टको, त्यो देखाइदिन लागेको छु। सबैभन्दा सुरुमा चाहिँ हामीहरु यो सी प्रोग्रामिङ पढ्नेछौं। सी प्रोग्रामिङ पढेर जति पनि सी प्रोग्रामिङमा आएका पास्ट क्वेशन छन् नि तिनीहरुलाई सल्भ गर्नेछौं। प्रत्येक जस्तै फंक्सन पढ्ने बित्तिकै हामीले फंक्सनबाट कस्तो क्वेशन आएका छन् तिनीहरु पढ्नेछौं मतलब गर्नेछौं। पास्ट इयरमा आएका क्वेशनहरुलाई गर्नेछौं। हामीहरु चाहिँ 3 इयर पासमा आएका जति पनि क्वेशनहरु छन् नि तिनीहरुलाई गर्नेछौं। सी प्रोग्रामिङ सकिने बित्तिकै हामीहरु चाहिँ के गर्नेछौं, एउटा सानो मिनी प्रोजेक्ट बनाउनेछौं। मिनी प्रोजेक्ट चाहिँ नम्बर गेसिङ प्रोजेक्ट बनाउनेछौं। त्यसपछि सी प्रोग्रामिङ सकेपछि हामीले ओओपी इन जावा अब्जेक्ट ओरिएन्टेड प्रोग्राम इन जावा पढ्नेछौं। जावा पढिसकेपछि यो अब्जेक्ट ओरिएन्टेडमा बाट कस्ता क्वेशन आएका छन् प्रिभियस 3 इयर तिनीहरुलाई सल्भ गर्नेछौं। त्यसपछि स्क्रिप्टिङ ल्याङ्ग्वेज पढ्नेछौं। स्क्रिप्टिङ ल्याङ्ग्वेज पढिसकेपछि एउटा सानो HTML CSS एन्ड PHP युज गरेर एउटा सानो वेबसाइट बनाउनेछौं, जसले गर्दा चाहिँ तपाईहरुले सेल्फ कन्फिडेन्स बढ्नेछ। रियल लाइफ प्रोजेक्ट कसरी बनाउँछन् भनेर एक्जामको त हामीले तयारी फुल्ली गर्नेछौं। त्यसको साथसाथै तपाईहरुले यहाँ चाहिँ रियल प्रोजेक्ट कसरी बन्छ भनेर पनि म तपाईहरुलाई सिकाउँछु। यो पढेपछि हामीहरु DBMS पढ्नेछौं। अब तपाईहरुले फेरि भन्नुहुन्छ PHP बाट यो HTML जाभास्क्रिप्ट PHP गर्दाखेरि क्वेरी त चाहिन्छ भन्नुहुन्छ। क्वेरी चाहिँ हामी एकदम सिम्पल युज गर्छौं। अब यति पढिसकेपछि हामीले पढ्नेछौं DBMS पढिसकेपछि फेरि एउटा मिनी प्रोजेक्ट बनाउनेछौं र त्यसपछि अदर थ्योरी पार्टलाई पनि बिस्तारै हेर्दै जानेछौं। अब आजदेखि चाहिँ हामीहरु सी प्रोग्रामिङ पढ्नेछौं। अब सुरु गरौँ सी प्रोग्रामिङ। अब सी प्रोग्रामिङ चाहिँ युनिट 4 मा रहेको छैन क्लास 12 को। यो चाहिँ अस्मिता पब्लिसरको बुक हो। अब सबैभन्दा सुरुमा चाहिँ सी प्रोग्रामिङ यति ओभरभ्यू तपाईहरुले मतलब नोटमा यो पुरै सार दिनुहुन्छ नि, त्यस्तो नगर्नुस् के, यस्तो एक्जाममा आउँदैन। यो ओभरभ्यूबाट जम्मा आउँछ कहिलेकाहीँ 1 मार्क्स को, त्यो पनि MCQ मा। मोस्टली सोधेको के हुन्छ भने सी प्रोग्रामिङ कसले डेभलप गरेको हो, सी प्रोग्रामिङ कुन लेभल ल्याङ्ग्वेज हो, हाई लेभल ल्याङ्ग्वेज हो कि मिड लेभल ल्याङ्ग्वेज हो कि लो लेभल ल्याङ्ग्वेज हो। अब तपाईहरुले ख्याल गर्नु पर्ने हुन्छ कसले डेभलप गर्यो, डेनिस रिचीले। अनि कहिले डेभलप गर्यो 1970 मा। अनि सी प्रोग्रामिङ कुन लेभल ल्याङ्ग्वेज हो, मिड लेभल ल्याङ्ग्वेज। तर एउटा ब्याचलरको बुकमा मैले भेटाएको थिएँ कि सी प्रोग्रामिङलाई हाई लेभल ल्याङ्ग्वेज पनि भनिएको थियो। तर तपाईहरुको किताबमा मिड लेभल ल्याङ्ग्वेज छ, त्यही भएर तपाईहरुले चाहिँ मिड लेभलमा कहिलेकाहीँ एक्जाममा आयो भने लेखिदिनु होला। म तपाईहरुलाई नोट पनि प्रोभाइड गरिदिनेछु, तर यसरी नोट चाहिँ ओभरभ्यू भनेर पुरै नलेखिदिनु होला। तपाईहरुको यो टाइम मात्रै कन्ज्युमिङ गर्नेछ यो। अब यो फिचर चाहिँ 5 मार्क्समा आउन सक्छ थ्योरी पार्टमा। थ्योरी क्वेशन हो, यो पनि हल्का इम्पोर्टेन्ट नै छ। अब पोर्टेबल भनेको यो नपढ्नुस् पुरै, मैले भनेको राम्ररी सुन्नुस्, त्यसपछि आफै लेख्न खोज्नुस्। पोर्टेबल भनेको यस्तो भन्छौं नि, यो ब्याग त पोर्टेबल छ। पोर्टेबल मिन्स के भयो, एक ठाउँबाट अर्को ठाउँमा लाँदाखेरि सजिलो हुन्छ। एक ठाउँबाट अर्को ठाउँमा लग्न सकिन्छ, त्यसलाई चाहिँ के भनिन्छ, पोर्टेबल भनिन्छ। सेम त्यस्तै हो यहाँ पनि। सी प्रोग्रामिङ चाहिँ पपुलर हुनुको कारण चाहिँ पोर्टेबल हो, किनकि तपाईले एउटा ल्यापटपमा एउटा सिस्टममा लेखेको कोड अर्को सिस्टममा इजिली चल्छ, त्यही भएर यसलाई चाहिँ पोर्टेबल भनेको हो। यो फास्ट एन्ड एफिसिएन्ट सी प्रोग्रामिङले चाहिँ के युज गरे हुन्छ, कम्पाइलर युज गरे हुन्छ। कम्पाइलर चाहिँ फास्ट छ। यो मन लागे यो तलको पनि पढ्नु होला, नमन लागे यति लेखिदिनु होला, नम्बर आइहाल्छ। स्ट्रक्चर प्रोग्रामिङ। अब स्ट्रक्चर प्रोग्रामिङ त कतै तपाईहरुले सुन्नु नै भएको छ। स्ट्रक्चर प्रोग्रामिङले के भन्छ भने जुन तपाईहरु लार्ज प्रोग्राम, ठुलो प्रोग्राम हुन्छ नि, त्यसलाई फंक्सन सानो मोडुल अथवा फंक्सनमा ब्रेक गर्छ अनि त्यसलाई बिस्तारै सल्भ गर्दै जान्छ नि, त्यसलाई चाहिँ के भन्छ, स्ट्रक्चर प्रोग्रामिङ भन्छ। अब यता पनि यही भनेको छ, इट इज वेल suited for structure programming. That means the program might be solved in terms of function, modular or block.
द मोडुलर स्ट्रक्चर मेक टु प्रोग्राम डिबगिङ टेस्टिङ एन्ड मेन्टेनेन्स इजी। यसरी लेख्नुहोस्। स्ट्रक्चर प्रोग्रामिङ भनेको लार्ज प्रब्लम अथवा प्रोग्रामिङलाई सानो पार्टमा डिभाइड गर्छ फङ्सन अथवा ब्लकमा, अनि त्यसलाई चाहिँ सानो पार्टमा डिभाइड गरेर बिस्तारै लिटल बिट सानो सानो पार्टलाई टेस्टिङ एन्ड डिबगिङ गर्छ। त्यसलाई चाहिँ के भन्छ स्ट्रक्चर प्रोग्रामिङ भनिन्छ। त्यो स्ट्रक्चर प्रोग्रामिङलाई चाहिँ हाम्रो सी प्रोग्रामिङले सपोर्ट गर्छ। अब एक्सटेन्डेबिलिटी फङ्सन चाहिँ दुई प्रकारका छन् हैन। सी प्रोग्रामिङमा एउटा लाइब्रेरी फङ्सन पछि पढ्नेछौँ, तर यो ओभरभ्यू मात्रै हो। अर्को चाहिँ युजर डिफाइन्ड फङ्सन। लाइब्रेरी फङ्सन चाहिँ जुन चाहिँ हामीले चेन्ज गर्न सक्दैनौँ, सी प्रोग्रामिङले प्रिडिफाइन गरिदिया हुन्छ, त्यसलाई चाहिँ हामीले लाइब्रेरी फङ्सन भन्छौँ। र युजर डिफाइन्ड फङ्सन चाहिँ तपाईहरुले आफै फङ्सन बनाएर त्यसलाई चाहिँ एड गर्न सक्नुहुन्छ, त्यसलाई चाहिँ हामीले युजर डिफाइन्ड फङ्सन भन्छौँ। आफै बनाएर फङ्सन एक्सटेन्ड गर्न सक्नुलाई चाहिँ एक्सटेन्डेबिलिटी भनिन्छौँ। यही नै हो हाम्रो एक्सटेन्डेबिलिटी। अब फ्लेक्सिबिलिटी चाहिँ तपाईहरुले आफूले चाहे अनुसार प्रोग्रामलाई लम्ब्याउनु पनि सक्नुहुन्छ, घटाउनु पनि सक्नुहुन्छ। यसलाई चाहिँ फ्लेक्सिबिलिटी भनिन्छौँ। अब जाम स्ट्रक्चर अफ सी प्रोग्रामिङ। यो सरसर्ती नपढ्नुहोस्, तपाईले पढ्दै नपढ्नुहोस्। म यता भनिदिन्छु, यो माथि जे भनेको छ त्यतै भनिदिन्छु। इन्क्लुड यो चाहिँ प्रिडिफाइन भयो न। यो stdio.h कहिलेकाहीँ चाहिँ सोध्न सक्छु। stdio.h चाहिँ के हो भन्नुहुन्छ, यसको फुल फर्म के हो भन्नुहुन्छ भने स्ट्यान्डर्ड इनपुट आउटपुट हेडर फाइल भन्छौँ। अनि यो चाहिँ भोइड मेन चाहिँ यो चाहिँ हाम्रो मेन फङ्सन हो। अनि यो प्रिन्ट एप चाहिँ हाम्रो यो चाहिँ डिस्प्ले गर्नको लागि युज गरिन्छ। र स्क्यान एप भन्ने हुन्छ, यो स्क्यान एप चाहिँ स्टोर गर्नको लागि युज हुन्छ। अब म तपाईलाई एउटा डेभ C++ डाउनलोड गर्नुहोस् अथवा जेसुकै डाउनलोड गर्नुहोस्, तर डाउनलोड गर्नुहोस्। तपाईहरुले रेकर्ड पो भइराछ कि नै भइराछ। सुरुमा चाहिँ मैले तपाईलाई डेभ C++ मा गराइदिन्छु हैन। त्यसपछि हामीले जब एरेमा पुग्छौँ तबदेखि हामीले VS कोडमा सुरु गर्छौँ, किनकि यसले चाहिँ कोड लेख्न चाहिँ सजिलो गरिदिन्छ। यसले के खुल्न लाग्छ यो कता छ डेभ C++। डेभ C++ ओपन गर्नुहोस्। अनि सबैभन्दा सुरुमा कन्ट्रोल यान गर्नुहोस्, कन्ट्रोल यान अथवा फाइलमा गएर न्यू फाइल गर्नुहोस्, आफै आउँछ यो। अब जुम गरिदिन लाग्छु। हामीले के टपिक छ हाम्रो स्ट्रक्चर अफ सी प्रोग्रामिङ छ हैन। INCLUD इन्क्लुड stdio.h यो चाहिँ हेडर फाइल भयो हाम्रो। अनि यो चाहिँ void main भन्ने यो चाहिँ हाम्रो के भयो मेन फङ्सन भयो। अब प्रिन्ट एप यसले चाहिँ के गर्छ डिस्प्ले गर्ने काम गर्छ। जस्तै वेलकम CLSS क्लास 12 लेखे हैन। अब यसलाई एक्जिक्युट गर्नु पर्यो। एक्जिक्युट गर्नको लागि सबैभन्दा सुरुमा चाहिँ के गर्नु पर्यो, कम्पाइल गर्नु पर्यो। कम्पाइल गर्नको लागि तपाईहरु एक्जिक्युटमा आउनुस्। एक्जिक्युटमा याप9 थिच्नुस् अथवा कम्पाइलमा यसरी क्लिक गर्नुस्। अनि यो चाहिँ मैले डेस्कटपमा क्लास 12 भन्ने फाइल राखेछु जस्तो लाग्यो। यहाँनिर first.c लेखे है मैले। सी चाहिँ हाम्रो एक्सटेन्ड के भन्छ एक्सटेन्ड हो त्यही भएर सी प्रोग्रामिङको एक्सटेन्ड चाहिँ सी हो, त्यही भएर सी लेख्नु होला। अब जाभास्क्रिप्टको JS हुन्छ, PHP को PHP हुन्छ, C++ को CPP हुन्छ, त्यस्तै गरी सी प्रोग्रामिङको चाहिँ सी हुन्छ। त्यही भएर मैले चाहिँ first.c फर्स्ट चाहिँ यो फाइलको नाम भयो, अनि सी चाहिँ एक्सटेन्सको नाम भयो। अब सेभ गरेँ मैले यसलाई। यता वार्निङ पनि 0 आछ, एरर पनि 0 आछ। अब यसलाई रन गर्न पायौँ हामीले। रन कम्पाइल एन्ड रन यी आयो क्लास 12 यी माथि आएको छ। यो चाहिँ कति सेकेन्डमा एक्जिक्युट भएको भनेर देखाएको छ। अब यो चाहिँ के भयो हाम्रो, यो चाहिँ डबल स्ल्यास लगाउनु भयो भने यो चाहिँ सिंगल लाइन कमेन्ट र स्ल्यास यो पछि पढौँला। स्ल्यास स्टार एन्ड स्टार
स्टार स्ल्यास लगाउनुपर्ने यो चाहिँ मल्टिलाइन कमेन्ट भन्छौँ। यो चाहिँ हाम्रो हेडर फङ्सन भयो, सरी फङ्सन भन्न पाएन यसलाई, यो चाहिँ मेन फङ्सन सी फङ्सन। अब सेमिकोलन तल सेमिकोलन छ, तर यसमा सेमिकोलन किन छैन भन्नुहुन्छ भने फङ्सन स्टार्ट भयो भने हामीले सेमिकोलन लाउँदैनौँ। अब यो चाहिँ हामीले प्रिन्ट एप युज फर डिएसपिएलए डिस्प्ले। अब हाम्रो भयो यो हेडर स्ट्रक्चर अफ सी प्रोग्रामिङ। यो अझै नोटमा नलेख्नुहोस्, चाहिँदैन अझै, यो तपाईँले बिस्तारै गर्दै जानुभयो भने आफै आउँछ। अब आयो हाम्रो क्यारेक्टर सेट युज इन सी प्रोग्रामिङ। यो त तपाईँलाई थाहा भएकै हो, अल्फाबेट चाहिँ एदेखि जेड अनि एबिसिडीदेखि अन्डरस्कोरलाई पनि अल्फाबेट मान्दछ, डिजिटलाई चाहिँ 0 देखि 9 सम्म। अब स्पेसल डिजिट भनेको यिनीहरू हुन्। अब टोकन यिनीहरू यो चाहिँ इक्जाममा आउन सक्छ, यो चाहिँ थ्योरी पार्टमा आउँछ। यो टोकन भनेको चाहिँ तपाईँको प्रोग्रामको स्मलेस्ट इन्डिभिजुअल सिन्टेमेटिक इलिमेन्टलाई चाहिँ हामीले टोकन भन्छौँ। टोकन चाहिँ के हुनसक्छन्, आइडेन्टिफायर पनि हुनसक्छ, फङ्सन पनि हुनसक्छ, किबोर्ड पनि हुन्छ, कन्स्ट्यान्ट पनि हुनसक्छ, अपरेटर पनि हुनसक्छ। आइडेन्टिफायर भनेको चाहिँ मैले यो यस्तो आइडेन्टिफायर यस्तो अझै यो झुकिनुहुन्छ होला तपाईँहरूले, जस्तै कि मैले इन्ट चाहिँ इन्टिजर राख्नको लागि युज हुन्छ। माथि पढ्नुभयो देख्नुभयो नि 1 2 3। अब यहाँनिर चाहिँ के भयो, ए भनेको चाहिँ इन्टिजर हो पनि टोकन भयो, ए भनेको चाहिँ भेरिएबल हो पनि टोकन भयो। यिनीहरूलाई नै टोकन भन्छन्। अब किबोर्ड इन्ट भनेको, अब हेर्नुहोस् इन्ट छ नि, यो इन्ट भनेको के भयो, किबोर्ड भयो, ए भनेको भेरिएबल भयो। अब आइडेन्टिफायरलाई चाहिँ तपाईँले भेरिएबल भन्नु थियो नि, त्यसलाई चाहिँ आइडेन्टिफायर भनिदिएको छ। अब कन्स्ट्यान्ट पछि पढौँला। कन्स्ट्यान्ट भनेको चाहिँ तपाईँले चेन्ज गर्न नसकिने, तपाईँले चेन्ज गर्न सक्नुहुन्न त्यस्तोलाई चाहिँ कन्स्ट्यान्ट भनिन्छ ड्युरिङ द प्रोग्रामिङ। अब भेरिएबल भनेको चाहिँ एउटा मेमोरी लोकेसन हो जुन चाहिँ तपाईँले चेन्ज गर्न सक्नुहुन्छ ड्युरिङ द प्रोग्रामिङ। अब अपरेटर भनेको चाहिँ सिम्बल हो, जस्तै तपाईँले यहाँनिर इन्ट ए इज इक्वल टु 5 ए इज इक्वल टु 5 लेख्नुभयो होइन, अनि इन्ट बी इज इक्वल टु 5 लेख्नुभयो। अब यो के भयो, यो भेरिएबल भयो। अब यो के भयो, भेरिएबलमा असाइन भएको छ 5। अब अपरेटर भनेको चाहिँ मैले इन्ट भनेको यो चाहिँ डाटा टाइप भयो होइन, ओपी भनेको अपरेटर मैले डिफाइन गरेँ, यो चाहिँ भेरिएबल हो, जे पनि लेख्न सक्नुहुन्छ, ए प्लस बी। अब यहाँनिर चाहिँ अपरेटर कुन हो भन्नुहोस् त, अपरेटर चाहिँ प्लस हो, प्लस माइनस इन्टु सिम्बल हो अपरेटर भनेको। अपरेटर चाहिँ दुई वा दुईभन्दा बढी अपरेन्ड्सहरू बिचमा रहेर काम गर्छ। अब ओपिइआरएनडिएस अपरेन्ड्स भनेको चाहिँ एएनबी भयो, अनि ओपिइआरएटीआर अपरेटर भनेको चाहिँ प्लस भयो। अब प्रिन्ट एपले के गर्छ, डिस्प्ले गर्ने काम गर्छ होइन। अब द सम अफ 2 नम्बर अनि पर्सेन्टेज डीले चाहिँ यो इन्टिजर हो भनेर जनाउँछ, के जनाउँछ, त्यही भएर चाहिँ पर्सेन्टेज डी लेखेको हो। यसलाई चाहिँ स्पेसिफायर पनि भन्दछौँ। अनि हाम्रो एन्सर कसमा छ, ओपीमा छ। अहिले यो नहेर्नुहोस्, अहिले गर्नुहोस्, तर तपाईँहरूको प्रोग्राममा धेरै इरर आइरहेको छ भनेर मलाई थाहा छ, किनकि सुरुमा गर्दाखेरि कतै सेमिकोलन मिस हुन्छ, कतै के मिस हुन्छ, तर मैले यो तपाईँले देखाउनको लागि मात्रै गर्न लाग्छु। अब बिस्तारै हल्का डेप्थमा गएपछि म 800 मात्र बिस्तारै तपाईँहरूले ल्याउनेछु। अब अपरेटर कसलाई भन्छ भनेर मैले बुझाउनको लागि मात्रै देखाउन खोजेँ हो। अपरेटर भनेको चाहिँ सिम्बल हो जुन चाहिँ दुईवटा अपरेन्ड्सहरू बिचमा काम गर्छ भनेर मैले बुझाउन खोजेँ हो। अब यसमा हेर्नुहोस् त, एक्जिक्युट गर्नुहोस्, कम्पाइल एन्ड रन मैले गरिदिएँ। अनि के इरर भनिरहेको छ यसले, इन्ट मेन फङ्सन एक्सपेक्टेड प्रिन्ट एप
यहाँनिर चाहिँ सेमिकोलन छुट्या छ। लाइन नम्बर 8 मा एक्सपेक्ट यहाँनिर एक्सपेक्ट कमा अथवा सेमिकोलन बिफोर प्रिन्ट या भनेको चाहिँ यो चाहिँ तपाईको प्रोग्रामिङमा प्रिन्ट भन्दा माथि बिफोर प्रिन्ट भन्दा अगाडि सेमिकोलन अथवा कोलन छुटेको इरर छ भनेर यसले चाहिँ भनेको छ। इरर चाहिँ यसले देखाइदिरहेको छ। अब एक्जिक्युट एन्ड रन भयो, तर यहाँनिर एक्जिक्युट भएन, त्यही भएर माथि सुरुकै देखाइरहेछ। कम्पाइल गरौँ, कम्पाइल इरर 0 आयो अनि कम्पाइल एन्ड रन गर्ने मैले द सम अफ नम्बर 10 आछ। त्यसपछि वेलकम क्लास टु बेल यो चाहिँ एउटै लाइनमा आएको छ। अर्को लाइनमा पठाउनको लागि चाहिँ हामीले /n भनेको चाहिँ एक लाइन तल झार्दिन्छ। अब अहिले चाहिँ एक लाइन तल झार्छ। यो चाहिँ द सम अफ 2 नम्बर 10 अनि वेलकम क्लास टु बेल। धेरै इरर आइरहेको होला नि तपाईहरुलाई थाहा, तर एकछिन रोक्नुस्, तपाईहरुलाई बिस्तारै म अगाडि ल्याउने छु। यो बुझाउनको लागि मात्रै मैले गरिरहेको छु। अब आइडेन्टिफायर भनेको भेरिएबल, फंक्सन, लेबल, एरेहरूको नाम नै हाम्रो के भयो, आइडेन्टिफायर भयो। अब भेरिएबल, फंक्सन, भेरिएबल के हो, यो पनि आइडेन्टिफायर भयो। अब फंक्सन बनाएकै छैन, अब एरे बनाउनु भयो, त्यो पनि त्यो एरे तल अझै पढ्छ। धेरै तपाईहरुको प्रेस गरे जस्तो होला, त्यही भएर मैले एरे सेरे केही बनाएन। यो थ्योरीसँगै हल्का प्र्याक्टिकल मात्रै बुझाउन खोजे हो मैले। अब कीबोर्ड भनेको हाम्रो प्रिडिफाइन वर्ड। कीबोर्डलाई चाहिँ के भन्दछौँ, प्रिडिफाइन वर्ड अथवा स्ट्यान्डर्ड एन्ड प्रिडिफाइन वर्ड भनेकै छ। जुन चाहिँ हामीले चेन्ज गर्न सकिँदैनौँ त्यस्तोलाई चाहिँ के भन्छौँ, कीबोर्ड भन्छौँ। कीबोर्ड चाहिँ कति प्रकार, कीबोर्ड चाहिँ 32 वटा छन् सी प्रोग्रामिङमा। यो चाहिँ कतिवटा कीबोर्ड छन् भनेर एमसीक्यूमा सोध्न सक्ला, त्यही भएर कीबोर्ड चाहिँ सी प्रोग्रामिङमा 32 वटा छन्, यहाँ लेखेको छ। अब के हुन् भनेपछि यो टेबलमा हेर्नुस्, याद गर्नु पर्दैन यिनीहरूलाई, जति काम लाग्या हुन्छ नि त्यो तपाईलाई बिस्तारै हेरेर थाहा भइहाल्छ। अब धेरै लामो नलेख्नुस्, यत्रो लामो छ यो नोट बनाउँदाखेरि। कीबोर्ड इज अ प्रिडिफाइन्ड वर्ड व्हिच क्यान नट चेन्ज ड्युरिङ द प्रोग्राम लेखिदिनुस्, कुरा खत्म, बात खत्म भइहाल्छ। अब कन्स्ट्यान्ट चाहिँ हामीले चेन्ज गर्न सकिँदैनौँ ड्युरिङ द प्रोग्राम, त्यस्तोलाई चाहिँ हामीले कन्स्ट्यान्ट भन्छौँ। बस यति लेखे भयो। अब यता चाहिँ इन्टिजर कन्स्ट्यान्ट, फ्लोटिङ कन्स्ट्यान्ट यो नलेख्नुस्। अब भेरिएबल भनेको चाहिँ के हो, यस्तो सोध्छ कि एक्जाममा कन्स्ट्यान्ट भनेको के हो, अब राइट अ प्रोग्राम सम अफ 2 नम्बर भनिदिन्छ। अब त्यसपछि अर्को भेरिएबल भनेको के हुन्छ, अब 2वटा नम्बर ल्याऊ अनि युजरबाट नम्बर ल्याऊ अनि सम गर भनिदिरहेको हुन्छ। त्यही भएर धेरै लामो डिफिनेसन नदिनु होला, 5 नम्बरमा आउँछ हैन। अब भेरिएबल भनेको चाहिँ मेमोरी लोकेसन, यो चाहिँ भेरिएबल भनेको चाहिँ जुन चाहिँ हामीले प्रोग्राम गर्दाखेरि चेन्ज गर्न सकिँदछौँ। यो चाहिँ मेमोरी लोकेसन, मेमोरीलाई चाहिँ लोकेट गर्ने काम गर्दछ। अब भेरिएबल डिक्लेरेसन भयो। अब भेरिएबल डिक्लेरेसन भन्दाखेरि एउटा सुरुदेखि एउटा कन्ट्रोल यान गर्नुस् अनि कन्ट्रोल यास गर्नुस्, सरी यास लेख्नुस्, INCLUD इन्क्लुड stdio डट यास लेख्नुस् अनि void void मेन लेख्नुस्। अनि यो चाहिँ के हो, मेन फंक्सन स्टार्ट भयो अनि इन्टर दिएर यो कर्ली ब्र्याकेट ओपन गर्नुस्। यो चाहिँ हाम्रो टपिक के रहेको छ, VARIABL भेरिएबल DECLARACTI डिक्लेरेसन। अब सबैभन्दा सुरुमा क्यारेक्टर डिक्लेयर गरौँ हैन। CHAR क्यारेक्टरको लागि के हुन्छ, क्यार हुन्छ। क्यार यसले कसरी गरिरहेछ, मैले त्यही अनुसारले गर्दाखेरि अब यसले त यसरी एकछिन हेर्नुहोस् है। इन्टिजर लेखेर ABCD लेख्दैछ भने फ्लोट लेखेर यो चाहिँ A, B, C यो भनेको भेरिएबल हो। अब यसले चाहिँ
1 2 3 4 5 इन्टिजरले चाहिँ स्टोर गर्छ र क्यारेक्टर भनेको सरी फ्लोट भनेको चाहिँ डेसिमललाई स्टोर गरेर हुन्छ। एकछिन पछि गएर उनीहरूलाई एउटा प्रोग्राम हल्का तल गएपछि हल्का सजिलो हुन्छ। अनि फ्लोट भनेको चाहिँ हामीले डेसिमलमा आएको नम्बरहरूलाई चाहिँ स्टोर गरिदिएर हुन्छ। अनि क्यारेक्टरले चाहिँ एउटा क्यारेक्टरलाई स्टोर गर्छ। जस्तै मैले यान लेखेँ नि, अनि त्यसलाई स्टोर गर्दाखेरि त्यसले सी मात्र स्टोर गर्छ, तर स्ट्रिङले चाहिँ यानले नै स्टोर गरिदिएर हुन्छ, किनकि स्ट्रिङको डेफिनेसन नै सेट अफ क्यारेक्टर हो। अब अपरेटरको मैले माथि नै भनिसकेको थिएँ। अपरेटर चाहिँ दुईवटा अपरेन्ड्सको बिचमा काम गरिरहेको हुन्छ। यो चाहिँ सिम्बल हो भनेर। अब यिनीहरूलाई पढ्नु परेन। अब यो पनि कहिलेकाहीँ अपरेटरको बारेमा आइदिन सक्छ। त्यही भएर अपरेटर हेर्नुभन्दा पहिला अगाडि हामीले यता दिएको छ, तर अपरेटरलाई हेर्नुभन्दा अगाडि यो चाहिँ हामीले यो हेरौँ। त्यसपछि यो सकेपछि अपरेटर गर्न सक्छौँ हामीहरू। यो पनि आउन सक्छ, यो पनि इम्पोर्टेन्ट नै छ। डाटा टाइप इन्सी किट यस्तो गरौँ। यो अपरेटर र डाटा टाइप पढ्दाखेरि मतलब आधा घन्टा 15 मिनट त्यस्तै पनि जान्छ होला र भिडियो पनि लामो हुन्छ। त्यसैले आजलाई यति गरौँ। अब भोलि चाहिँ हामीले सुरुमा डाटा टाइप पढ्नेछौँ। डाटा टाइप पढेपछि हामीले अपरेटर पढ्नेछौँ। ल आजलाई यति, गुड बाई।